आदरणीय दर्शकवृन्द, आउनुहोस् मलमास पुरुषोत्तम मासको पूर्ण परिचय रहस्य तपाईहरू समक्ष पस्किने जमर्को गरेको छु। के तपाईलाई थाहा छ, यस वर्ष विक्रम सम्वत 2083 सालको जेठ 3 गतेदेखि असार 1 गतेसम्म एउटा यस्तो दुर्लभ महिना पर्दैछ जसलाई हाम्रो शास्त्रमा सबैभन्दा रहस्यमय र आध्यात्मिक रूपमा शक्तिशाली मानिएको छ। हो, हामी कुरा गर्दैछौँ मलमास अर्थात् पुरुषोत्तम मासको। धेरैजसो मानिसहरूले यसलाई केवल एउटा अशुद्ध महिनाका रूपमा मात्र बुझ्ने गर्छन्, तर यसको वास्तविक वैज्ञानिक आधार र लुकेको आध्यात्मिक रहस्य के हो त? आजको यस विशेष प्रस्तुतिमा हामी मलमासको परिचय, यसको वैज्ञानिक महत्त्व र इतिहासमा कतै नसुनिएका यसका रोचक पाटाहरूका बारेमा विस्तृत चर्चा गर्दैछौँ। सबैभन्दा पहिला बुझौँ, आखिर मलमास के हो र यो किन पर्ने गर्छ? हाम्रो हिन्दू पञ्चाङ्ग मुख्य रूपमा दुईवटा गतिमा आधारित हुन्छन्। एउटा सूर्यको गति अर्थात् सौर्य वर्ष र अर्को चन्द्रमाको गति अर्थात् चान्द्र वर्ष। सौर्य वर्ष सामान्यतया 365 दिनको हुन्छ भने चान्द्रमास वर्षको 354 दिनको मात्र हुन्छ। यसरी हिसाब गर्दा हरेक वर्ष सूर्य र चन्द्रमाको समय चक्रमा 11 दिनको फरक आउने गर्दछ। यसरी 11 दिनको अन्तर बढ्दै जाँदा हरेक 32 महिना 16 दिन 4 घडी अर्थात् लगभग 2 वर्ष 8 महिनामा यो अन्तर पुरा 1 महिना बराबरको पुग्दछ। समयको यही सौर्य र चान्द्र अन्तरलाई सन्तुलनमा राख्नका लागि ज्योतिषीय गणना अनुसार पञ्चाङ्गमा जुन एउटा अतिरिक्त महिना थपिन्छ त्यसलाई हामी अधिक मास वा मलमास भन्दछौँ। यो कुनै निश्चित महिनामा नपरी गणना अनुसार कहिले जेठ, कहिले असार त कहिले अन्य महिनामा पर्न जान्छ। धार्मिक शास्त्रका अनुसार यो महिनाको एउटा निकै अनौठो र विशेष चरित्र छ। मलमासको अवधिभर सूर्यको सङ्क्रान्ति हुँदैन, अर्थात् सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्दैन। सङ्क्रान्ति नहुने भएकाले यसलाई नै मल अर्थात् भगवानको आराधना बाहेकका अन्य कार्यका लागि अशुद्ध महिना मानियो। त्यसैले विवाह, व्रतबन्ध, गृहप्रवेश वा नयाँ व्यवसायको सुरुवात जस्ता सांसारिक सुख र कामनाका लागि गरिने काम्य कर्महरू यस महिनामा शास्त्रहरूद्वारा वर्जित गरिएको छन्। तर यहीबाट सुरु हुन्छ यस महिनाको सबैभन्दा ठुलो र मन छुने आध्यात्मिक रहस्य। जब यो महिनालाई सबैले अशुद्ध र अभागी भनेर हेला गरे तब यो महिना अत्यन्त दुखित हुँदै रुँदै भगवान विष्णुको शरणमा पुग्यो। भगवान विष्णुले यस महिनाको यस्तो मलिन अवस्था र दुःख देखेर कृपापूर्वक भन्नुभयो, हे मास, अबदेखि तिमी अभागी र अपुरो हुने छैनौ। म तिमीलाई मेरो आफ्नो सर्वश्रेष्ठ नाम पुरुषोत्तम प्रदान गर्दछु। अब यो संसारमा तिमी पुरुषोत्तम मासको नामले पूजनीय हुनेछौ। यसरी साक्षात् भगवान विष्णुले आफ्नो स्वामित्व र आशीर्वाद दिएका हुनाले यो महिना आध्यात्मिक दृष्टिकोणले वर्षकै सबैभन्दा उत्तम र पवित्र महिना बन्न पुग्यो। सांसारिक शुभ कार्यका लागि वर्जित भए तापनि भक्ति, साधना र आत्मशुद्धिको लागि यो महिना सबैभन्दा उत्तम र फलदायी अर्को कुनै समय हुँदैन। शास्त्रमा स्पष्ट उल्लेख गरिएको छ कि अन्य सामान्य महिनाहरूमा गरिने पूजाको तुलनामा पुरुषोत्तम मासमा गरिने निष्काम पूजा, भगवान नारायणको आराधना, श्रीमद् भागवत पुराणको श्रवण, नाम जप र दानको फल कयौं गुणा बढी प्राप्त हुन्छ। वास्तवमा यो महिनाले हामी मानिसहरूलाई आफ्नो व्यस्त सांसारिक जीवन र दौडधुपबाट केही समय विश्राम लिएर परमात्मासँग जोडिने र आफ्नो भित्री चेतना एवं कुण्डलिनी शक्तिलाई जागृत गर्ने एउटा महान अवसर प्रदान गर्दछ। यस पुरुषोत्तम मास महात्म्यको कथा कसले कसलाई सुनायो भन्ने प्रसङ्ग झनै निकै रोचक र मननीय छ। यो कथा केवल वैकुण्ठको मात्र नभएर बदरिकाश्रम अर्थात् पवित्र बद्रीनाथ वनमा तपस्या गरिरहनुभएका महर्षि नारायण र देवर्षि नारद बीचको पावन संवाद हो। संसारका मानिसहरूलाई अनेक दुःख र कष्ट परेको देखेर दयालु नारदजीले महर्षि नारायणसँग यसको अचूक र सरल उपाय सोध्नु भएको थियो। पछि यही दिव्य प्रसङ्ग महाभारत कालमा भगवान श्रीकृष्णले वनवासको कठिन समयमा दुःख पाइरहेकी द्रौपदी र पाण्डवहरूको कष्ट निवारणका लागि सुनाउनु भएको थियो। यसै कथालाई
पछि महर्षि वेदव्यासले पुराणमा समेट्नुभयो र सुतजीले नैमिषारण्यका सम्पूर्ण ऋषिहरूलाई सुनाउनु भएको हो। तसर्थ यस पवित्र महिनाको मर्मलाई बुझेर साधना गर्नु हामी सबैको कल्याणको मार्ग हो।